धेरै उ नगरी औपचारिक त होइन, यो मात्र बुझाउनु पर्ने कुरा हो। त्यस कारणले गर्दाखेरि यो टोलमा उपस्थित भएको छु। प्रत्येक टोलमा बुझाइनेछ। अब यो कटारी नगरपालिकामा विगत 2 वर्षदेखि 3 महिना अगाडि चाहिँ किसान सङ्घर्ष समितिको चाहिँ जुन आन्दोलन भयो, त्यस पछाडि 2500, 1500, 1800, 2200 फरक रेटमा अनुदानको मल हामीलाई बजारमा चाहिँ किन्नु परेको अवस्था थियो। त्यसैको वास्तविक हामीले पाउनुपर्ने रेट कुन हो र अहिले चाहिँ हामीले आन्दोलन गरिसकेपछि कतिमा रेट घटेको छ, हामीले घटाउन सफल भयो भन्ने कुरा यो ब्यानरमा ल्याएको छ है हामीले। अब म सुरु गरेँ है, तपाईँले राम्रोसँग हेरिदिनु। यहाँनिर युरिया 1 केजी प्रति 14 रुपियाँ पर्छ हाम्रो विराटनगरमा है। बोरामा 50 केजी इन्टु 14 गर्दा हाम्रो चाहिँ यसको दर, यो 14 रुपियाँको दरले 50 केजी गर्दा 700 रुपियाँ चाहिँ विराटनगरमा पर्यो। गाडी भाडा 100 रुपियाँ राखौँ, लोड अनलोड 30 रुपियाँ राखौँ, अडिट खर्च 5 रुपियाँ राखौँ, कार्यालय खर्च 12 रुपियाँ राख्दाखेरि 980 रुपियाँ भयो। यो 980 रुपियाँ भयो, सोचिदिनु है। अनि हामीले त्यसमा चाहिँ व्यापारीहरूको लागि अथवा चाहिँ कार्यालय सञ्चालनको लागि 100 रुपियाँ चाहिँ एक बोरा पर बोरा फाइदा दिएको छौँ हामीले। अहिले त्यसको रेट भनेको 1080। हामीले आन्दोलन गरेर ल्याएको रेट भनेको 1080। त्योभन्दा अगाडि हाम्रो कति छ भने 1200मा चाहिँ बिक्री वितरण भइरहेको थियो। त्यो 1200मा पनि बिक्री वितरण नगरिकन कालाबजारी भएको भन्ने कुरा चाहिँ तपाईँ हामीलाई सहजै महसुस हुन्छ। कसैले नेपालका, कसैले दुधौली कहाँबाट ल्याएर आफ्नो आवश्यकता परिपूर्ति गर्नुभयो। अब हामीले अहिले 1080मा ल्याइयो। अब यो 1080 हाम्रो आर्थिक वर्षमा जम्मा 9500 भन्दा बढी आउँछ। हामीले मानौ 9500 को हिसाब, बोरामा रु 100 रुपियाँ फाइदा राख्दा 9500 इन्टु 100 गर्दाखेरि 9,50,000 फाइदा हुन्छ। एक वर्षमा चोखो फाइदा कार्यालयले त्यति लिन्छ। यो भनेको नीतिगत हो, नीतिगत पाउने कुरा हो। उसले सर्वदलीय सर्वपक्ष सबैले निर्णय गरेर त्यस पछाडि हामीले राखेका छौँ बजारमा बिक्री भएको कालाबजारी मल किन्दा 1500, 1800, 2000, 2500 सम्मको मल कालाबजारी भएको हामीलाई महसुस छ। हामीले खरिद गरेर ल्याएको छौँ। हाम्रो पाउनुपर्ने रेट यो 1080 मात्रै है हामीलाई। तर यहाँ 4-5 तरिकाले 1800ले पनि लियौँ, हरेक तरिकाले लियौँ। अब हामीले हाल वितरण मूल्य 1080 हो, अहिले 1080 पाउँछ। पहिलो जानकारी बजारमा 1080 भन्दा बढी लियो भने उटे नम्बर छ मेरो, त्यो नम्बरमा सम्पर्क गरिदिनु होला। अब हाल वितरण मूल्य 1080, कालाबजारी मूल्य 1500 गर्दाखेरि यो 1500 माइनस 1080 गर्दा 420 रुपियाँ एक बोरामा फाइदा खायो त 1500 को हिसाब। अब मानौ आएको मल मध्ये युरियामा 3500 बोरा चाहिँ कालाबजारी हुँदा 3500 इन्टु 420 गर्दा 14,70,000 हुन्छ। हेर्नु है, हाम्रो यो 1500ले उनीहरूले बेच्यो भने हामीलाई। अब त्यसै गरी नीतिगत घोटाला कहाँ गरेर रहेछन् भने युरिया हाल वितरण मूल्य 1080, आन्दोलन अघि 1200 थियो। मल वितरण व्यवस्थापन कार्यविधि 2082 अन्तर्गत यो भनेको विधानले अन्तिम तहमा गएर निर्णय गर्दा पनि यो पाउँदैन निर्णय गर्न। 1159 रुपियाँ पायो तर 1200 राख्न पाएन। तर यो चाहिँ अन्तिम रेट राखेको छ कटारी नगरपालिकाले। त्यतिखेर पनि यो रेटमा चाहिँ 1080 गर्दा 120 रुपियाँ फाइदा हुन्छ। अब यसमा पनि 100 रुपियाँ फाइदा हामीले अघि छोडेका छौँ। यो फाइदा अघि छोडेका छौँ। अब 120 र त्यो 100 गर्दा 220 त 1200मा त पर बोरा फाइदा खाँदो रहेछन् नि। 220 रुपियाँ नीतिगत घोटाला 120 रुपियाँ कसरी भयो भने 9,500 बोरा युरिया मल आउँदाखेरि मानौ त्योभन्दा बढी आउँछ, 15-16,000 आउँछ। तर 9,500 को मात्रै हिसाब राख्दाखेरि 120 चाहिँ नीतिगत भयो। 9,500 इन्टु 120 गर्दा 11,40,000 यो चाहिँ नीतिगत घोटाला भयो। अब 1800 को हिसाब यहाँ छ। 1800 को हिसाबमा हाल बिक्री मूल्य 1080, कालाबजारी मूल्य 1800, 1080 माइनस 1800 गर्दा 720 रुपियाँ पर बोरा फाइदा खायो। त्यसमा हाम्रो चाहिँ
25,20,000 रुपियाँ फाइदा खाँदा रहेछन् त्यसमा। हेर्नु है 3500 बोराको मात्रै हामीले राख्दाखेरि 2000 को त्यसै गरी 32,20,000 खाए होइन। अब 2500 को चाहिँ 39,70,000 खाए फाइदा। भर बोरामा हाम्रो 2500 खाँदाखेरि 2500 माइनस 1080 गर्दाखेरि 1420 रुपियाँ चाहिँ हामीले पर बोरा एकजना व्यक्तिलाई पोसिराखेका रहेछौँ। अब यो सबै हरिसाबको चाहिँ यहाँ चाहिँ प्रत्यक्ष रूपमा चाहिँ यो बुझिराख्नु भएको हाम्रो पूर्व वडा अध्यक्ष धनकुमार दाइलाई पनि थाहा छ यो कसले के गर्छन् भन्ने कुरा। अब बजारदेखि जनप्रतिनिधिदेखि जुन व्यापारीदेखि सबै कुराबाट चाहिँ तपाईँ हामीलाई यो अनुदानमा आएको 70% अनुदान नेपाल सरकारले दिएको मल हो यो। त्यसमा हामीले 70% छुट पाउँछौँ। त्यो छुट पाएको रेट भनेको यो 833 रुपियाँ चाहिँ हाम्रो हो। हामीलाई 70% अनुदानमा आउने मल यो हो गाईघाटमा। अब त्यसमा यति भाडा जोडेर हामीले 1080 मा लियौँ, अहिले 1080 मा पाउँछ। त्योभन्दा बढी रेटमा कसैले नकिन्नु होला। त्योभन्दा बढी रेटमा माग्यो भने यो सम्पर्क नम्बरमा फोन गरिदिनुहोस्, उहाँहरूलाई तुको तु कारवाही गराउने चाहिँ प्रक्रियामा हामी अगाडि बढाउँछौँ। अब त्यो ल्याइदियो त एकछिन दोकानबाट किन्दा पनि त्यस्तो कारबाही हुने हो यसलाई। अब हेर्नु यहाँ डिएपी अलिकति यहाँनिर चाहिँ मिस्टेक प्रिन्ट भएछ होइन। मिस्टेक प्रिन्ट यो हाम्रो डिएपी को जिल्ला दर रेट भनेको 2238 रुपियाँ है यहाँ छ। यो चाहिँ हाम्रो डिएपी प्रति केजी 43 रुपियाँ पर्छ गाईघाटमा, के अरे विराटनगरमा। हाम्रो 2238 रुपियाँ त्यहाँ आयो, के अरे गाईघाटमा आयो। ढुवानी 100 रुपियाँ, 30 रुपियाँ चाहिँ लोड अनलोड अडिट खर्च तथा कार्यालय व्यवस्थापन गरी चाहिँ 2433 रुपियाँमा हाम्रो चाहिँ मल प्राप्त गर्नुपर्ने। अब यसको पनि के गर्छन् भने यो पनि 70% अनुदानको मल है यो डिएपी पनि। अब 1 नम्बर बुदामा हाम्रो 5500 बोरा चाहिँ कटारी नगरपालिकामा 5500 बोरा कटारी नगरपालिकामा अझै यो भन्दा बढी मल डिएपी मल आइपुग्छ। अब त्यसमा 157 यो प्रति बोरा 2433 माइनस 2590 गर्दाखेरि 157 चाहिँ पर बोरा पर्छ। उनीहरूले हामीलाई अहिले बजारमा खोज्नु गयो भने यो रेटमा दिन्छन्, यो रेटमा कटारी नगरपालिकाले निर्णय गरेको। अब प्रति बोरा 157 रुपियाँ चाहिँ आयो, फाइदा आयो। त्यसको चाहिँ एक बोरामा चाहिँ कति पर्यो भने 157 × 5500 गर्दाखेरि 8,63,500 रुपियाँ चाहिँ यो फाइदा छ। यो अहिले बेच्दाखेरि हामीले पाउँदाखेरि यो उनीहरूले पाउने सुविधा नि हो यो फाइदा। अनि तर डिएपी कालाबजारी कृत्रिम अभाव सिर्जना गरी रु प्रति केजी 55, 60, 65 हेरी पाउने गरियो। यसै क्रममा मुनाफा हेर्नुहोस् भनेर लेखेको छु है। कालाबजारी भएको मलको हरिसाब हाल वितरण मूल्य 2590, कालाबजारी भएको मूल्य 55 रुपियाँ मानौँ हामीले अहिले 55 रुपियाँको हिसाब। 55 × 50 गर्दा 2750 भयो। 2750 माइनस 2590 गर्दा 160 रुपियाँ फाइदा खाए। 160 मानौँ हाम्रो चाहिँ डिएपी 3000 बोरा कालाबजारी भयो भने 3000 × 160 गर्दा 4,80,000 रुपियाँ फाइदा खाए। अब 5 नम्बर त्यस्तै 65ले गर्दाखेरि 3250 रुपियाँ पर्छ पर बोरा। त्यसमा माइनस 2590 गर्दा 660 रुपियाँ पर बोरा फाइदा खाए एकजनाले एक बोरामा। अब 3000 कालाबजारी हुँदाखेरि 660 × 3000 गर्दा 19,80,000 भयो। त्यस्तै चौथोमा 60 को हिसाब गर्दाखेरि 12,30,000 भयो। अब यो सबै कुराको जिल्ला तह रेट यहाँनिर राखेको छ। अब हामीले अहिले 2031 सालमा यो संस्था स्थापना भएको छ, साझा संस्था। यो स्वायत्त संस्था हो, यो अर्ध सरकारी संस्था हो। यो संस्थामा केही व्यक्तिवादी मान्छेहरू गएर 2074 सालमा चाहिँ धेरै यसले आर्थिक
बेजोको व्यवस्थापन गरेको एउटा कर्मचारीलाई तलब खुवाउँदै मल ल्याएर वितरण नगर्ने 80-90 बोरा मल ल्याए अनि वितरण गरौँ त्यसलाई चाहिँ चलाउने मात्रै। अनि यो संस्थामा आउने मल भनेको हिजो जुन चाहिँ सलिना किराना पसल अनि त्यसपछि सृष्टि महिला सहकारी बिउ ब्याङ्क जस्ता संस्थाहरूलाई चाहिँ यस्ता यो हाम्रो स्वायत्त संस्था हामीलाई चाहिँ पूर्ण जवाफदेही हुने यो संस्थाले चाहिँ नल्याइकन त्यस्ता संस्थाहरूलाई दिएर व्यक्तिगत मुनाफामा उहाँहरू चलिराख्नु भएको छ। हामी किसानहरूलाई यो संस्था जिम्मेवारी देऊ भनेर भन्दाखेरि अहिलेसम्म त्यो कुरा कटाई नगरपालिकाले ध्यान दिएको छैन। अब कृषि औजारको कुरा तपाईँहरूले जान्नुपर्छ, कृषि औजारको विषयमा के हो यो कुरा चाहिँ बुझ्नुपर्छ। जस्तो 70%, 88% अनुदानमा आएको कृषि औजारहरू यहाँनिर चाहिँ मकै पिन्ने जाँतो चाहिँ ल्याएर चाहिँ दियो भने बजारमा 18,000मा पाउँछ, 70% अनुदान हुँदाखेरि यहाँनिर 13,000 चाहिँ तिर्नु परेको छ। हेर्नु है, 17,000मा बजारमा पाउने 88% अनुदान भयो भने त 4,500, 3,000मा आउँथ्यो होला नि त हामीलाई। अनुदानको पैसा त्यति तिर्दा आउने हो। तर यसमा भनेको के हो भने सबै कर्मचारीदेखि जनप्रतिनिधिदेखि त्यो कन्स्ट्रक्सन त्यो जुनले जिम्मेवारी लिन्छ ल्याउने त्योदेखि सबैले त्यसलाई चाहिँ खान्छन् अथवा त्यसलाई चाहिँ चुस्छन्, जे होस् त्यो भ्रष्टाचार गर्छन्। अब चिस्यान केन्द्रको कुरामा चाहिँ कटारीको त्यो मैले भिडियो पनि हालेको छु। कटारीको शिव केन्द्र अगाडि त्यो चिस्यान केन्द्र चाहिँ छ। त्यो चिस्यान केन्द्र भनेको लगभग 75-80 लाखमा बनेको, त्यो अहिले मोटर पनि चोरेर लगिसके, सबै थोक सकिसक्यो। अब त्यसको फेरि पूर्ण रूपमा गर्नु पर्यो। अब यो तलतिरको कार्यक्रमहरू भने चाहिँ पहाडी बेल्टको लागि पेतिनीमा कार्यक्रम आयोजना गरेको थियो। अब त्यो नम्बर पनि मैले छोडिदिएको छु। 1080 बजारमा जहाँसुकै किन्दा पनि अनुदानको मल भनेको 1080मा है। अनि हाम्रो वडा नम्बर 4 र 7 लाई चाहिँ के छ भने बिउ ब्याङ्कले जिम्मा लिएको छ। बिउ ब्याङ्क भनेको केही पात्रहरू छन्, उहाँहरूलाई नि थाहा छैन आफ्नोमा मल कति आएको। जस्तो अस्ति नि मैले यो यहाँ केही प्रतिनिधिहरू आफै स्वयं उपस्थित भएर मलाई बोलाउनु भएको थियो। त्यतिखेर वडामा आएर बुझ्दाखेरि कटारी नगरपालिका वडा नम्बर 4 र 7 लाई लगभग 5500 बोरा चाहिँ साउन भदौमै चाहिँ आएको थियो। अब त्यो मल यहाँ आएर सोधो चाहिँ 175 बोराको मात्रै डाटा देखाउनुहुन्छ। तर 4 र 7 को लागि भनेर त्यत्रो मल आइसक्दा पनि यो ठाउँलाई अभाव हो, कटारी 4 लाई अभाव हो, आन्दोलन गर्नु पर्यो, गेटै झन्डै फुट्यो, झन्डै फेरि अर्को चाहिँ घटना भयो। कटारी नगरपालिका विशाल सङ्घर्ष गरियो। राति पनि यो के अरे फेसबुक लाइभमा राख्दै यसरी नै माइकिङले चाहिँ आह्वान गर्दै हिँडेर भोलिपल्ट आन्दोलन गरेको। अब पैसा भएका मान्छेहरू सबैजनाले जस्तो यो मलको विषयमा चाहिँ जो लगेर कृषि सहकारी दर्ता गराउँछ उनीहरूलाई मल दियो आफ्नो पहुँच र पावरको भरमा। हाल मल वितरण व्यवस्थापन कार्यविधि 2082 को दफा 27 मा चाहिँ के छ भने कटारी नगरपालिकाको उपप्रमुख भनेको यसको संयोजक रहने, सदस्य सचिव कृषि शाखा प्रमुख र हाकिम प्रमुख प्रशासकीय सदस्य रहने गरी चाहिँ कार्यविधि बनाएको छ। त्यो कार्यविधिले हिजो जसले फटाइ गर्यो त्यसैलाई मल दिइसक्यो। हेर्नु है, उहाँहरूको खाने मेलो त्यहाँबाट छ। अनि फेरि हामीले यो 1080 मा निर्णय गराएको कुरा उहाँहरूले 1250 मा बेचिसक्नुभयो। 26 गते उजुरी हालेको त्यो निकायमा त्यहाँ म तपाईँहरूलाई चाहिँ अहिले मेरो मोबाइलमा फोटो पनि छ त्यो निवेदनको। कैलाश यादव भन्ने व्यक्तिले चाहिँ हाल्नु भएको। त्यो कैलाश दाईलाई विभिन्न टर्चर दिएको त्यो दाईलाई बोल्नै नसक्ने बनाइसके। उहाँले नितान्त हामीलाई पाउने मल 1080 मा पाउने मल किन 1250 मा बेच्यौ भनेर उहाँले आवाज उठाउनु भएको। अब तपाईँ हामीलाई आउने मल यसरी कसैले चुसिरहेछ, खाइरहेछ, लुटिरहेछ भने यो विषयमा के हो भने जनचासो र हामीले जुन आन्दोलन गरेका छौँ यसको जवाफदेहिता अनि यसको चाहिँ पूर्ण समाजले पाउनुपर्ने चाहिँ निकास भनेको त यो रेटमा हो नि त। अनि साझा संस्थाबाट वितरण हुनुपर्छ। हामीलाई जो पाए त्यहीकोमा जहाँ पाए त्यही ल्याएर चाहिँ बिक्री वितरण गरेछ। कहीँ किराना पसल, कहीँ कपडा पसल 1200 मा पाउने मल त्यतिखेरको समयको निर्णय अनुसार हामीले 2500 हाल्न किन्नु पर्यो। त्यो पनि सही समयमा पाइएन। अहिले 5000 देखि 7000 मल चाहिँ आइसकेको छ। अहिले उहाँहरूको गोदाममा छैन, स्टक राखिदिनु पर्ने हो। भोलि फेरि पनि अभाव हुने समय आइसकेको छ। उहाँहरू
यो किसानहरूले आन्दोलन गरेर बजारमा चाहिँ व्यवसायीहरूले मूल्य ल्याउन पाएनन्। अब भोलि उहाँहरू नै जवाफदेही हुनुहुन्छ भन्ने उहाँहरू भन्नुहुन्छ भन्ने मलाई लागिछ। किनभने उहाँलाई ल्याएको मल सोलु ओखल ढुङ्गा पठाइसक्नुभयो। त्यस कारणले गर्दा केही समय पछाडि आन्दोलन गर्ने घोषणा गरेका थियौँ, तर मेरो 16 गतेदेखि इक्जाम छ। राजदरको मेरो 16 गतेदेखि इक्जाम छ। 2-3 गतेसम्म चाहिँ मेरो त्यतातिर समय दिनुपर्ने छ। अब यो जानकारी तपाईँहरूलाई किन हो भने भोलि अभाव भयो भने पनि 7,000 मल आइसकेको छ, 7,000 पुरा। अब त्यो भएको मलको अनुगमन गर्दैनन्। जसले फटाइ गरेर उपमेयर पनि त्यसैलाई दिने, मेयर पनि त्यसैलाई दिने, सबैले त्यसैलाई दिइसकेपछि अब हामीले के गर्छौँ? गर काट्नु हुँदैन, मार्नु हुँदैन, आन्दोलन गर्ने भन्ने सिवाय केही छैन हामीसँग। निवेदन तोक्लाएर निवेदन दिएको कानुन बमोजिम कारवाही गर्नुहोस् प्रमुख प्रशासकज्यू भनेर भनेको छ। अब त्यो मैले सूचनाको हक प्रयोग गरेर चाहिँ निवेदन मागेको उपमेयर र कृषि शाखा प्रमुखले मात्रै सही गरेर उसलाई त्यो सन्तोष दाहाल भन्ने मान्छेलाई दिए। त्यो मान्छे भनेको सृष्टि महिला सहकारीको चाहिँ प्रोप्राइटर हो। अब उसले हिजो बिचौलालाई बिक्री वितरण गरो, उसको गोदाममा चाहिँ 266 बोरा मेरोमा स्टक छ भनेर भने एउटा मेरिट्स तय गरेको थियो। उहाँकोमा लास्टमा हेर्न जाँदाखेरि 3 बोरा मल मात्रै रहेछ। अब दिएको रहेछ, त्यही भएर उसलाई दिएर कारवाही गरौँ। अनि पछिल्लो समय फेरि 20-25 जनाको झुन्ड आएर मलाई पनि कटाई नगरपालिकामा यो मेला महोत्सव र सार्वजनिक स्थानमा कार्यक्रम गर्ने नगर्ने भन्दाखेरि चाहिँ मलाई बोलाउनु भएको थियो। म त्यो विषयको छलफल सकिने बित्तिकै अब व्यक्ति तोकेर भन्नुपर्ने परिस्थिति भइसक्यो। 1250 मात्रै होइन, उहाँ आएको मल पनि बेचिसके थियो। हामीलाई 1200 के अरे 1080 बेच्ने मल यो हाम्रो कोसी कटाएपछि 3035 बिक्री हुँदो रहेछ। अब हेर्नुहोस्, त्यो भइसकेपछि लोभ र लालचमा फसेको छ जनप्रतिनिधिदेखि सबै कुरा, प्रकृतिदेखि सबै कुराले ठग्ने भनेको किसानलाई हो। अब तपाईँ हामी एकजुट भएर चाहिँ दलहरू धेरै छन्, विचारहरू धेरै छन्, लाग्ने व्यक्तिहरू पनि धेरै छन्, तर यसलाई के भने निकासमा लानको लागि यहाँहरू सम्पूर्णलाई आह्वान गर्ने समय म आफै सूचना बजाउँदै आउनेछु। र यो रेट जुन 2530 र उठे तल छ 2530 डिएपी र युरिया 1080 भन्दा कसैले पनि त्योभन्दा बढी लाएर खरिद नगर्नु होला। केही समय पछाडि यो 1250 बेच्नेलाई कारवाही गरेनन् भने कटायर नगरपालिकामा हामीले धेरैवटा वडामा त तयारी गरिसकेका छौँ। धेरैवटा वडामा किसान सङ्घर्ष समिति गठन गरिसकेका छौँ। पहाडी बेल्टमा पनि गरेर किसान सङ्घर्ष समिति गठन गरिसकेका छौँ। अब उहाँहरू सबैसँग सहकार्य गरेर चाहिँ यो आन्दोलन गर्ने, यो चाहिँ रेट कायम गर्ने, साझा संस्थाको लागि आन्दोलन गर्ने, साझा संस्था मार्फत यो चाहिँ मलको व्यवस्थापनको कार्यक्रमहरू अगाडि बढाउने, कृषि औजारहरूको कार्यक्रम अगाडि बढाउने, रैथाने बालीहरूको संरक्षण गर्ने, हाइब्रिडमा पनि अहिले नगरपालिकाले दिएको त्यो धानको बिउको विषय पनि तपाईँहरू सचेत हुनुहोस् है। तपाईँहरूको राखेको ढिकुटीको धान र त्यो 1 माना धान र त्यहाँबाट किनेर ल्याएको 1 माना धान सँगै राखेर हेर्नु, बिउ भनेर चाहिँ त्यति मूल्य हाल्न उनीहरूले पठाएको त्यो कालो न कालो भइसकेको हुन्छ। अनि हामीले हिजो उत्पादन गरेर राखेको त्यही धान चाहिँ जस्तो छ त्यस्तै कञ्चन हुन्छ। अनि उनीहरूको आश्वासनमा ल्याएको धानको बिउबाट के छ भने एउटा बाली झुकिसक्यो अथवा चाहिँ जुन बाला झुलिसकेका हुन्छ, एउटा पाकिसकेका हुन्छ, एउटा यति अल्गो भएर माथि चाहिँ भर्खर पसाउन लागेको हुन्छ। अब त्यसलाई एउटै बोटमा 3 तरिकाले चाहिँ फल दिइसके पछाडि त्यो फल कसरी चाहिँ आफूले भित्र्याउने, त्यो ठुलो समस्या आइसकेको छ। अनि हाम्रो क्षेत्र भूगोलमा भएको रैथाने बालीहरू सकिसकेन भन्नाले हाइब्रिड मात्रै प्रयोगमा आइरहेको सबै सकिन्छ। अब संरक्षण गर्नुहोस्, होइन भने भोलि कसैले यसपालि इन्डियाले धानको बिउ पठाएर पनि सबै क्राइसिसमा जान्छ कसैले पनि। अनि कालको चाहिँ भुकमारी लाग्छ। त्यस कारणले रैथाने बाली संरक्षण गर्नुपर्छ, यसलाई प्रवर्धन गर्ने, यसलाई व्यवस्थापन गर्ने। अरू 10 कट्ठा हाइब्रिड लाउनुहोस्, तर 1 कट्ठा चाहिँ बिउको लागि भए पनि, बाली संरक्षणको लागि भए पनि तपाईँहरूले त्यो जोगाउनुहोस्। तपाईँहरूको टोल हो यो सम्प्रदायले चाहिँ धेरै कुरा चाहिँ हिजोदेखि यो धान बालीको विषयमा चाहिँ अनुभव भएको सम्प्रदाय हो। अब अघि केही व्यक्तिहरूले कुरा, केही चाहिँ यहीँको स्थानीयहरूले कुरा उठाइराख्नु भएको थियो। जनर समुदायलाई वास्तवमै म यो नराती भन्छु, हेप छन् क्या, हेप छन्। यो त्यो चुनावी एजेन्डामा पनि त्यस्तै खालको, अन्य एजेन्डामा पनि त्यस्तै खालको, अनुदानको मल माग्न जाँदा पनि हे त्यो अनुहार र भने जस्तो कुरा गर्छन्। अधिकार सबैको बराबरी हो।
अधिकारमा कसैमा कमी कमजोरी छैन। यो संविधानले दिएको अधिकारमा तपाईँहरू अडिग हुनुहुन्छ। यो संविधानले दिएको कुरा सबै कुरा चाहिँ तपाईँहरूले चाहिँ जसरी सहयोग गर्नुहुन्छ नि, सही कुरा एक ध्यान लाएर चाहिँ यो कुरा ठिक हो है भनेर चाहिँ तपाईँहरूको मनले खाइसकेपछि त्यो कुरामा लाग्नुहोस्। होइन भने धेरैवटा कुरा चाहिँ म सुनिरहेको छु, यहाँको घटनाक्रम पनि सुनिरहेको छु, त्यहाँको घटनाक्रम पनि सुनिरहेको छु, यताको पनि कुरा सुनिरहेको छु। म पटक पटक तपाईँहरूकै अगाडि पनि यहाँको कार्यक्रममा पनि उपस्थित हुन्छु। तर के हो भने निश्चित निकासहरू काहीँ पनि छैन। हामीले त्यत्रो आन्दोलन गरेर 1080मा घटाएको मल आज उनीहरू फेरि ह्याकुलाले पेलेर चाहिँ त्यसरी गर्दैछन् भने तपाईँ हामीलाई न्याय दिने कुरा त आएन नि त। यो कुरामा धेरै चाहिँ धनकुमार दाइले पनि हामीलाई सहयोग गरिराख्नु भएको छ। कुरा यस्तो भइरहेको छ, उस्तो भइरहेको छ, आन्तरिक कुरा हामीलाई सुनाउँदैनन्, आइरहेको हुन्छ। अब मेरो व्यक्तिगत कुरा के हो भने नितान्त तपाईँहरूलाई जुन हिसाबले हेपिएको, जुन हिसाबले थिचोमिचो भएको छ, जुन हिसाबले चाहिँ सामाजिक रूपमा चाहिँ दुष्कृत भावनाहरू चाहिँ पैदा गर्ने, सामाजिक रूपमा हेपासीको भावनाहरू पैदा गर्ने त्यस्तो खालको गतिविधि छ। अब उठेर आफ्ना मुद्दाहरू, उठेर आफ्ना चाहिँ समाजका कुराहरू तपाईँहरूले यसरी जुन श्रमदान गर्नुभएको छ, यस्तो कुरा धेरै राम्रो हो। यसै गरी हामी एक दिन मात्रै चाहिँ उपस्थित भयो भने यो दर रेट पनि कायम गर्न सकिन्छ, साझा संस्था पनि पिउट्याउन सकिन्छ, रैथा नेपाली प्रवर्तन व्यवस्थापन गर्न सकिन्छ। जे चाहिँ यो कृषि अनुदानमा आएको सामानहरू चाहिँ आफ्नो व्यक्तिलाई गइरहेको छ। हामी किसानहरूमा छलफल भएर कसलाई दिने, कुन समूहलाई दिने, समूह दर्ता गराउनु पर्ने हो कि कसरी जाने भन्ने कुरा चाहिँ तपाईँ हामी बहसको विषय बनाउनुपर्छ, यसलाई बुझ्ने प्रयास गर्नुपर्छ। मैले यो अवेरनेसको कार्यक्रम यसलाई चाहिँ नितान्त बुझाउनको लागि मात्रै व्यक्तिगत हेतु र किसान सङ्घर्ष समितिको चाहिँ हेतु भएको कारणले गर्दा र भोलि सँगै जोडिएर काम गर्न सक्ने वातावरण मिलाउने चाहिँ यो किसान सङ्घर्ष समिति तपाईँहरूलाई आह्वान गर्दछ। हामी सम्पूर्ण अहिले म एक्लै उपस्थित भएको छु, तर म यो जुन विषय उठान गरिसकेको छ त्यो विषयलाई 1080 भन्दा माथि कुनै पनि हालतमा बिक्री वितरण गर्न नदिने प्रतिबद्धता गराउँदछु। र अर्को समयमा मल सही सिजनमा सबै कुरा प्राप्त गर्ने हो भने साथ दिनै पर्छ। तपाईँले साथ दिनुहुन्छ भन्ने आशाले पनि उपस्थित भएको। कटारी नगरपालिका मेयरै एकतिर लाग्ने, उपमेयर एकतिर लाग्ने, प्रमुख प्रशासक एकतिर लाग्ने, सबै चाहिँ जनप्रतिनिधि कार्यपालिका एकतिर लागिसकेपछि हामी किसान सङ्घर्ष समितिको केही लागेर अब पब्लिकमै गएर कुरो बुझाएर हामी आन्दोलनको आह्वान गर्ने। आउनुहोस्, ठिक छ। नआए पनि हिजो जस्तै एक्लै ढोकामा कटार नगरपालिकाको ढोका उभिनेछु, उभिँदै 500-700 जना मान्छेले साथ दिनुभएको थियो, 500-700 जना किसानहरू उपस्थित हुनुभएको थियो। तपाईँहरूलाई चाहिँ यो सूचना त्यतिखेर दिन सकिनँ। आज दिँदैछु। 4 गते मेरो इक्जाम सकिन्छ। 4 गते पछाडि फेरि एक दिन आउँछु, सबै वडामा एक दिन जान्छु। त्यस पछाडि बृहत किसान सङ्घर्ष समितिले आयोजना गर्छ, आन्दोलनको शान्तिपूर्ण गर्छ, नीतिगत गर्छ। हामीलाई आएको अनुदानको 70% अनुदानमा आएको 14 देखि 15 करोड धेरैवटा संस्थाहरूले एक वार्षिक रूपमा चाहिँ खर्च गरेको छ। हाम्रो हामीलाई चाहिँ कृषि अनुदानको ट्र्याक्टर भन्छ, कहिले बिउ बिजन भन्छ, यो युरियाको कुरा छ। हामीलाई 14 देखि 15 करोड खर्च गर्दाखेरि किसानमा आइपुगेको भनेको कुनै पनि सही ठाउँमा प्रयोग भएको छैन। त्यसको लागि चाहिँ जटिल रूपमा अध्ययन गरेर स्थापित मुद्दालाई स्थापित गर्नुपर्ने छ। यो मुद्दा स्थापित भयो भने तपाईँ हामी तमाम सबैको न्याय हुन्छ। हिजो आन्दोलन नगर्दा 2500 थियो, 1800मा किन्नु पर्थ्यो भने आज 1080 भन्दा माथि जाँदा पनि उनीहरूलाई डर छ। त्यो परिस्थिति तपाईँ हाम्रै हिजो चाहिँ जनसहभागिताले भएको, त्यस कारणले गर्दा त्यो सूचना जाहेर गराउँदै युरियालाई 1080, जिएपीलाई 2530 भन्दा नहाल्नु होला। कसैले त्यो रेट बढी मागेछ भने म दिलबहादुर थापा गणेश किसान सङ्घर्ष समितिको संयोजक, यहाँले जतिखेर पनि फोन गर्नुहुन्छ भने म त्यसलाई चाहिँ रिसिभ गरेर सम्बन्धित निकाय मार्फत कारबाही गराउने प्रतिबद्धता सहित तपाईँहरूले यो कार्यक्रममा सुनिदिनु भयो। यो सुन्दाखेरि तपाईँहरूलाई नै लाभदायी छ। यो कार्यक्रममा मेरो कति समय खर्चेर यो कार्यक्रमलाई जसरी मुद्दालाई जसरी स्थापित गर्न लागेको छु, तपाईँहरूले जसरी सुनिदिनु भएको छ पछिसम्म सहयोग गर्नुहुन्छ भन्ने आशासहित म किसान सङ्घर्ष समितिको संयोजक बिदा हुन्छु र तपाईँहरूको कार्यक्रम निरन्तरता जारी रहोस्। यो जुन शनिबारको अभियान छ, यस्तो अभियानले चाहिँ तपाईँहरूलाई चाहिँ जोस जाँगर उमङ्ग भरियोस्। दनुवार समुदाय सधैँ फोहोरी र साम्प्रदायिक हिसाबमा चाहिँ त्यस्ता खालका व्याख्या विश्लेषणबाट टाढा रहनु होला। जुन खालको चाहिँ आज तपाईँहरूको एकात्मक भावनाले यो काम भइरहेको छ त्यसमा एकदम प्रशंसा गर्न चाहन्छु।
यसलाई चाहिँ एकमत होस्। मैले व्यक्तिगत रूपमा सहयोग गर्नुपर्ने, तपाईँहरूको काममा के कुरामा सहयोग गर्नुपर्ने, म यो किसानको भन्दा पनि व्यक्तिगत रूपमा अन्य कुरामा पनि तपाईँहरूले भन्नुभयो भने म गर्ने नै छु भन्दै म बिदा हुन्छु। हस्, धन्यवाद।